आज चाहिँ हाम्रो गाडीमा नम्बर प्लेट लाग्न गइरहेको छ। फाइनली नम्बर प्लेट पनि आइसक्यो हाम्रो रोनीमा। र आज हामी नम्बर प्लेट लगाउन जाँदैछौँ। दमकको फाइन स्टिकर यो चाहिँ एकदम पुरानो, यहीँनिर आएर लाउन आँट्यो। 3D नम्बर प्लेट अब लाउन स्टार्ट हुन गइरहेको छ। फाइनली गाइस नम्बर प्लेट लागिसकेको छ भने यो चाहिँ हाम्रो रहेको छ रोनीको गाडी नम्बर, एकदम नयाँ डिजाइनको है त। र यो गाडीको नम्बर पछाडिको भागमा चाहिँ हाम्रो जी ए रहेको छ। यसको अर्थ चाहिँ जीबाट गणेश, एबाट अनिश रहेको छ है त गाइज। र यो चाहिँ हाम्रो टिकटक आइडी र युट्युब आइडी हामी यहाँनिर बाइकको अगाडिपट्टि लाउन गइरहेको छौँ। हाम्रो दाइले चाहिँ बनाउँदै हुनुहुन्छ र तयारी अवस्थामा रहेको छ। फाइनल्ली पेपर रेडी भइसकेको छ है त, अब टाँस्न मात्रै बाँकी रह्यो। ल हाम्रो दाइले टाँस्न थालिसक्नु भयो है त। यदि तपाईँहरूलाई पनि यस्तै स्टिकर लाउन मन छ भने चाहिँ फाइन स्टिकरलाई सम्झिनु होला। दमक गोर्खा अपोजिट रहेको छ यो चाहिँ। र यसरी नै एकदम राम्रो 3D स्टिकरहरू, साथै तपाईँहरूको टिकटक आइडी युट्युब आइडी भएको कुनै पनि च्यानलको नामहरू स्टिकर टाँस्न चाहनुहुन्छ भने चाहिँ सम्झिनु होला फाइन स्टिकरलाई, दमकमा रहेको गोर्खा डिपार्टमेन्ट अपोजिट। र आज चाहिँ फाइनल्ली मेरो बाइकमा पनि लागिसकेको छ यो टिकटक आइडी, र तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदम बवाल रहेको छ है त। ल फाइनल्ली अब हाम्रो गाडी रेडी भयो, अब चाहिँ हामी जाने तयारीमा छौँ। ल यदि तपाईँहरूले पनि यस्तो स्टिकर चाहियो भने सम्झिनु होला। र साथै हाम्रो नयाँ आइडीलाई फलो, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। नयाँ आजबाट ब्लग हाल्नेछौँ हामी। हस्, धन्यवाद।